हेलो गाइजहरु, वेलकम टु माई अनदर न्यू भ्लग। आज चाहिँ म विद्यालयबाट पिकनिकतर्फ लागेँ। घरमा मम्मी बुवा चाहिँ कता जानुभएको नि, उता बुवा जानुभयो, मम्मी चाहिँ उता परतिर हुनुहुन्छ। ल हाम्रा विद्यार्थीहरू चाहिँ कतिजना आइसक्यो, कतिजना आएको छैन, सर पनि आउनुभएको रहेछ। सक्यो र ट्र्याक्टरमा चाहिँ विद्यार्थीहरू बस्नको लागि हो, बस्दैछन्। ल बस बस छिटो, बिस्तारै बिस्तारै बस। हामी चाहिँ ट्र्याक्टरमा पिकनिकतर्फ गइँदैछ। हामी चाहिँ अब अटोमा लाग्यो। यता यता दुईजना रानी पँधेरो लाग्यो। अब चाहिँ हामी बाटोमा चाहिँ हिँड्ने अवस्था आएको छ, किनकि अलिक यो बाटो अप्ठ्यारो भएको कारणले गर्दाखेरि यता म्याडमहरू हामी चाहिँ पार्कमा आइपुग्यौँ। अब फाइनली हामी चाहिँ यहाँ पिकनिक स्पोटमा आइसक्यौँ। रानी पँधेरो वनभोजमा आइसक्यौँ। जोस एकदम राम्रो रहेछ ठाउँ चाहिँ, एकदम राम्रो रहेछ ठाउँ चाहिँ। हाम्रो विद्यार्थीहरू पनि हो, एकदम रमाइलो गरिरहेको छ अवस्था छ। जोस निकै रहेछ घुम्ने ठाउँहरू। यता चाहिँ केटाकेटीहरू खेल्दैछन्, एलेक्स र सफलता। अनि यता सानो सानोहरू पनि खेल्दैछौ। लड्छौ है तिमीहरू, बिस्तारै खेल। यता चाहिँ गाजर मुलाहरू धुने कार्यक्रम, यता कटिङ हुँदैछ। हाम्रा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूले एकदम राम्रोसँग काट्दैछन्। यता चाहिँ हाम्रो सर्भिसहरू हुनुहुन्छ। कस्तो लाग्यो त भन्ला ठाउँ? होइन, जोस एकदम राम्रो लाग्यो मलाई पनि। हजुर एकदम राम्रो लाग्यो रानी पँधेरो। अनि यताको लागि चाहिँ यता चाहिँ खाजाको लागि तयारी गर्नु हुँदैछ। अन्डा उसिने हुँदैछ। यता सङ्गीता म्याडम अन्डा खाजाको लागि यता तयार हुँदैछ। यता चना पनि पकाउनु हुँदैछ भाउजूहरूले। म गर्छु ल। लु मिस राम्रो भयो, राम्रो घुमाउनु राम्रो मिस। लु सिधा हेर्नु नि, यता हेर्नु नि आमामा। अनि त्यो हलिँदा यसलाई चाहिँ के भन्छ मिस? त्योलाई मानीलाई चाहिँ हलिँदा यसरी ठोक्नु पर्ने हुन्छ। यसरी हतास हो। खाजा चाहिँ रेडी भइसकेको छ, चना अनि चिउरा। ल खाजा कस्तो छ रसेल? मिठो छ? आखो यसमा अब के छुटेको छ त? ए अन्डा हो। ल ल ल त्यहाँ अन्डा थाप। ल खाजा चाहिँ खाना हामीले सुरु गरिसक्यौँ। कस्तो छ खाजा मिसहरू? र स्पेसल एकदम अन्डा अनि चना चिउरा भुजा। खाजा चाहिँ एकदम स्पेसल छ भन्नुहुँदैछ। अरू हिसाब गर्नु त ल। 100 300 अब ज्यादा 400 100 को मासु। ए 100 मा आउँछ मासु भात? त्यो त आउँदैन, तर पनि होइन हामी चाहिँ एकदम। यो चाहिँ रानी पोखरी निर्माण होइन, यो त पोखरी रहेछ यहाँ। जाऊ न, तिमी उतै खेल जाऊ। ढिकी यता कुट्नु हुँदैछ। यता चाहिँ ढिकी।
काली नहुनी गोरी हो यति राम्रै खै कसको छोरी हो काली नहुनी गोरी हो यति राम्रै खै कसको छोरी हो नमस्ते ढुदिया ओए नमस्ते ढुदिया यता चाहिँ रोस्ट तयार हुँदैछ यता चाहिँ के गरे मिस हजुर सुँगुरको यता छोइला रेडी हुँदैछ ल यहाँ चाहिँ हलो र जुवा पनि यहीँ लेखेको छ जुवा अनि हलो अरे यो चाहिँ वन कार्यालय जस्तो लाग्यो श्री रानी पँधेरो देउराली सामुदायिक वन उपभोक्ता समूह यो चाहिँ वनको घर रहेछ वन कार्यालय अनि यता जोस एकदम राम्रोसँगले फुलहरू रोपेर कस्तो लाग्यो एलेक्स ठाउँ कस्तो लाग्यो भन त राम्रो यता हेर न राम्रो लाग्यो ए जोस यस्तो मजाले फुलहरू रोपेर जगाउनु भएको रहेछ यता 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 पनि गमलाहरू प्रशस्त मात्रामा यो चाहिँ वन कार्यालय हो जस्तो लाग्यो चिन्न गर्नुहुँदैन नानी यता त्यति मजाले सिडी पनि बनाउनु भएको रहेछ त पुरै उको इँटा मजाले जस व्यवस्था चाहिँ एकदम राम्रो गरेको रहेछ मुटुको माया मायाको चिनो मेरो माया मनको र आजको पिकनिक स्पेशल मन मिल्ने मायालाई मनका मन मुटुमा जुन तारा तारो छ नाक्सैबाट सजिलो होला मनबाट गाह्रो छ विद्यार्थी भाइ बहिनीहरू सबैजना हो खेलिरहेका छन् यता पनि जस यो पाहाडमा यो हो नि त जो हो नि त यो भनेको अघि अलिक बेसी भएको थियो नि त होइन ल यता सब्जी लगाउनु हुँदैछ अनि यता अचार सङ्गीता म्याडमले अचार चाहिँ कस्तो हो खोइ देखाउनु त मलाई मिक्स अचार रेडिमेड अचार रहेछ एकदम दामी खाना खाने बेला मासु 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 पिकनिक कस्तो भयो
सुषमा कस्तो भयो पिकनिक अनिसा कस्तो भयो दामी भयो टिका कस्तो भयो पिकनिक दामी अल्बिना पिकनिक कस्तो भयो असिम दादा कस्तो भयो पिकनिक भर्खरै नै हालेकै छ त कसरी उता लिलिना पिकनिक कस्तो भयो बिहानी पिकनिक कस्तो भयो सबैजनालाई रमाइलो भयो खाना जोस् आजको पिकनिकमा रानी पँधेरो मा आएको हामी एकदम स्पेसल खानाहरू बनाउनु भएको छ भाउजू दिदीहरूले रानी पोखरी रानी पँधेरो ठाउँ पनि जोस् मन पर्यो एकदम राम्रो रहेछ ठाउँ पनि सोचे भन्दा राम्रो रहेछ त्यति नै ल अब चाहिँ पिकनिक सकेर घरतर्फ जान लागि तयारी हुँदैछौँ हामी चाहिँ एलेक्स कस्तो भयो आजको पिकनिक मिसहरू आजको पिकनिक कस्तो भयो एकदम राम्रो भयो भन्ने कुरा प्रतिक्रिया आयो अनि यता सबैजना घरतर्फ जानका लागि जानुभन्दा अगाडि एउटा ग्रुपिङ फोटो खिच्नका लागि तयार हुँदैछौँ फाइनली अब चाहिँ पिकनिक सकियो अनि सबैजना विद्यार्थी भाइ बहिनीहरू चाहिँ ट्र्याक्टरमा पसिरहेका छन् र अब घरतर्फ जानुपर्ने हुन्छ र साथीहरू मेरो भिडियोलाई पनि यहीँ राख्न चाहन्छु अन्तिमसम्म हेरेर मलाई साथ सपोर्ट गरिदिनु भएकोमा थ्याङ्क यू सो मच नेक्स्ट भिडियो लिएर आउने नै छु मन परेमा लाइक सेयर र सब्सक्राइब गरिदिनु होला